प्रधानमन्त्री आज सिक्किम आउनु किन रुचाउनु भएन? वेदर भन्ने त एउटा एक्सक्युज मात्रै हो। जुन राज्यको 50 वर्षको वर्षगाँठ मनाइँदैछ त्यो राज्यमा आउनुको लागि देशको सबैभन्दा शक्तिशाली मान्छे कुनै पनि माध्यमबाट आउनु सक्नुहुन्छ। इन्डियन आर्मीकोमा, इन्डियन आर्म फोर्सेसकोमा एडभान्स हेलिकप्टर छ। राति पाकिस्तानमा पसेर पनि अपरेसनलाई टुङ्गोमा पुऱ्याएको हामीले देखेका छौँ। तर काहीँ न काहीँ हाम्रो राज्यको मुख्यमन्त्री चाहिँ 1 वर्ष जेल काटेर आएको कारणले गर्दा 1 वर्ष कन्भिक्ट भएर घोटालाको केसमा कन्भिक्ट भएर जेलमा बसेको व्यक्तिसँग चाहिँ प्रधानमन्त्रीज्यूले स्टेज सेयर नगर्ने उहाँले लिनुभएको त्यो डिसिजन। दार्जिलिङको एउटा गोर्खा सेवा सेना भनेर एउटा सङ्गठनको 3 जना व्यक्तिहरू, जुन सङ्गठनमा अहिले सिक्किमको पनि कोअर्डिनेटर बनिएको छ, 3 जना व्यक्तिहरू राज्यको सेक्रेटेरिएटमा आएर, राज्यको सचिवालयमा आएर, होम डिपार्टमेन्टमा गएर चाहिँ एकीकरणको कुरा उहाँहरूले गर्नुभयो। तर जब सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा लिएर दार्जिलिङबाट मान्छे सिक्किम भित्रियो, त्यतिखेर एसकेएम पार्टीको कार्यकर्ताहरू कहाँ थियो? यहाँबाट पनि स्पष्ट हुन्छ एसकेएम पार्टी चाहिँ कहीँ न कहीँ यो एकीकरणको पक्षमा छ भन्ने कुरा स्पष्ट हो। उहाँहरूको शासनको 6 वर्ष पुरा भएको छ र हिजो मात्र एसकेएम पार्टीले 2024 को चुनावमा भोट जितेर 2024 को चुनावमा जनताको आशीर्वाद पाएर सरकारमा आएको, शपथ खाएको हिजो 1 वर्ष पुरा भयो दोस्रो कार्यकालको। भनेदेखि 6 वर्ष उहाँहरूको कम्प्लिट भएको छ। र हिजो अस्ति दिल्लीमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङज्यूले एउटा इन्डिया टुडे कन्क्लेभमा उहाँले भन्नुहुँदै थियो, अपोजिसन इज द सोल अफ डेमोक्रेसी, है, विपक्ष चाहिँ प्रजातन्त्रको आत्मा हो भनेर। ल मुख्यमन्त्री महोदय, हामी तपाईँको आत्मा भएर, प्रजातन्त्रको आत्मा भएर तपाईँहरूले यो 6 वर्षमा गरेको काम, तपाईँहरूले यो बितेको 1 वर्षमा जुन तपाईँहरूको दोस्रो कार्यकाल बनिएर दोस्रो कार्यकालमा प्रवेश गर्नु भएर यो 1 वर्षको जुन रिपोर्ट कार्ड छ, जुन प्रोग्रेस रिपोर्ट छ, तपाईँहरूले त हिजो राख्नु भएन। हामीले हिजो तपाईँहरूलाई हामीले आशा राखेका थियौँ कि कुनै तपाईँहरूको प्रवक्ताहरूले अथवा पार्टीका अथवा सरकारका कोही अफिसियल प्रेस केही आउँछ भनेर हामीले आशा राखेका थियौँ, सोचेका थियौँ। तर तपाईँहरूले आफ्नो रिपोर्ट राख्नु तपाईँहरू विफल हुनु भएको छ। किन भन्दा कामै त भएको छैन। र हामी प्रजातन्त्रको र सिक्किमको प्रजातन्त्रको हामी एउटा आत्मा, है, मुख्यमन्त्रीले हामीले त्यो दर्जा दिनुभएको छ। त्यसको लागि एकदम तपाईँलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ। र हामी तपाईँहरूको विशेष यो 6 वर्षको अनि दोस्रो कार्यकालको पहिलो 1 वर्षको तपाईँहरूको रिपोर्ट कार्ड लिएर हामी उपस्थित भएका छौँ। यो 2025 वर्ष सिक्किमको लागि, सिक्किमे जनताको लागि र सिक्किमको इतिहासको निम्ति यो एकदमै महत्त्वपूर्ण वर्ष रहेको छ। किन भन्दा यही वर्षको 16 मईमा सिक्किम भारतको 22औं राज्य भएको अथवा सिक्किममा प्रजातन्त्र भित्रिएको 50 वर्ष पुरा भएको थियो, पुरा भएको छ। र 50 वर्षको प्रजातन्त्रमा 50 वर्षको हामीले जुन राज्य बन्नेको 50 वर्ष पुग्दाखेरि हामीले धेरै उपलब्धिहरू हाम्रो अहिलेसम्मको सरकारले अथवा वर्तमान सरकारले उपलब्धिहरू प्रोग्रेस रिपोर्ट बनाएर राख्नुपर्ने। तर दुर्भाग्यको कुरा 16 मेको दिन केन्द्रबाट कोही पनि एकैजना मिनिस्टर अफ स्टेट धरि पनि आज सिक्किममा आउनु भएन। भनेपछि सिक्किमलाई 50 वर्षमा सिक्किम चाहिँ कुन तपाईँको पैदानमा अथवा कुन जग्गामा हामी छौँ भन्ने कुरा त्यहाँबाट पनि स्पष्ट हुन्छ। किन भन्दा 16 मईको दिन चाहिँ राज्य बाहिरको अतिथि भनेको पूर्व राज्यपाल, सिक्किमका पूर्व राज्यपाल श्री गंगा प्रसाद ज्यू, जो चाहिँ जहिले पनि आइबस्नुहुन्छ। मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध राम्रो छ। किन भन्दाखेरि उहाँलाई आशीर्वाद दिएर मुख्यमन्त्री पहिलोपल्ट बनाउने नै उहाँ हुनुहुन्थ्यो। र एकैजना बाहिरको अतिथि मात्रै सिक्किममा आएको थियो 50 वर्षको, जब हामीले धुमधामसँग, है, बाजा गाजाकोसँग हामीले पाल्जर स्टेडियममा मनायौँ। त्यसको लगतै बादमा भारतका प्रधानमन्त्री 28 तारिकको दिन, 28 मेको दिन सिक्किम आउनुहुन्छ भनेर पुरा हल्ला भयो, पुरा सनसनीखेज भयो, तर आउनु भएन। सँगसँगै दिल्ली जाँदाखेरि मुख्यमन्त्रीले जुन हिसाबले हरेक ठुल्ठुलो विभागको, हरेक ठुल्ठुलो मन्त्रालयको मन्त्री महोदयहरू, केन्द्र मन्त्रीहरूलाई इन्भिटेसन दिनुभएको थियो, लोकसभाको स्पिकरले इन्भिटेसन दिनुभएको थियो। हामीलाई लागेको थियो प्रधानमन्त्री अब चाहिँ पक्का पनि आउनुहुने रहेछ भनेर। तर 28 देखि 29 तारिक पनि बागडोग्रा एयरपोर्टमा आइपुग्दा नपुग्दा हेलिकप्टर नउड्ने भइगयो।
है। अब यो जम्मै घटनाक्रमलाई हेर्दाखेरि आज देशको सबैभन्दा शक्तिशाली व्यक्ति, देशको सबैभन्दा ताकतवर व्यक्ति आज सिक्किम किन आएन, प्रधानमन्त्री आज सिक्किम आउनु किन रुचाउनु भएन? वेदर भन्ने त एउटा एक्सक्युज मात्रै हो। जुन राज्यको 50 वर्षको वर्षगाँठ मनाइँदैछ त्यो राज्यमा आउनुको लागि देशको सबैभन्दा शक्तिशाली मान्छे कुनै पनि माध्यमबाट आउनु सक्नुहुन्छ। इन्डियन आर्मीकोमा, इन्डियन आर्म फोर्सेसकोमा एडभान्स हेलिकप्टर छ। राति पाकिस्तानमा पसेर पनि अपरेसनलाई टुङ्गोमा पुऱ्याएको हामीले देखेका छौँ। तर काहीँ न काहीँ हाम्रो राज्यको मुख्यमन्त्री चाहिँ 1 वर्ष जेल काटेर आएको कारणले गर्दा 1 वर्ष कन्भिक्ट भएर घोटालाको केसमा कन्भिक्ट भएर जेलमा बसेको व्यक्तिसँग चाहिँ प्रधानमन्त्रीज्यूले स्टेज सेयर नगर्ने उहाँले लिनुभएको त्यो डिसिजन, यो सूत्रबाट हामीले चाल पाएको, यो पक्का कुरा हो। त्यसले गर्दाखेरि हाम्रो राज्य दिवसको उपलक्ष्यमा केन्द्रको कुनै पनि हाई प्रोफाइल नेताहरू हाम्रो राज्यमा आएन। किन भन्दा बिहारमा चुनाव हुनु गइरहेको छ, वेस्ट बेङ्गलमा चुनाव हुनु गइरहेको छ, अनि प्रधानमन्त्री चाहिँ जेलमा बसेको मान्छेसँग स्टेज सेयर गर्यो भने त फेरि इमेज बिग्रिगयो। त्यस कारणले गर्दा यो 50 वर्षको हाम्रो जुन वर्षगाँठ थियो त्यो वर्षगाँठमा पनि आज केन्द्रबाट कोही नआउनु भनेको यो सिक्किम सरकारलाई, वर्तमान एसकेएम सरकारको ठुलो विफलता, ठुलो फेलियर हो। यसलाई जनताले यसरी बुझ्नुपर्छ। अनि अर्को कुरा, 50 वर्षको जुन कार्यक्रम रहेको थियो त्यो कार्यक्रममा देशका प्रधानमन्त्रीले भर्चुअली एड्रेस गर्नुभएको थियो। उहाँको 20-25 मिनटको भर्चुअल उहाँको एड्रेस रहेको थियो सिक्किमे जनतालाई। अनि उहाँको एड्रेसमा कहीँ पनि एउटै शब्द पनि सिक्किमको यो पुरानो राजनीतिक डिमान्डहरू जति पनि छ त्यो राजनीतिक डिमान्डहरूमा कुनै पनि उहाँको कुनै पनि शब्द उहाँको निक्लेन। किन भन्दाखेरि मुख्यमन्त्रीले त दिल्लीमा गएर भन्नुहुँदै थियो प्रधानमन्त्री त सिक्किममा खुट्टा टेक्नु नै ठुलो कुरा हुन्छ, हामीलाई केही पनि चाहिँदैन भनेर मुख्यमन्त्रीले भन्नुहुँदै थियो। देशको प्रधानमन्त्रीसँग जब तपाईँ भेट्नु हुँदैछ, राज्यलाई जब प्रतिनिधित्व गर्नु हुँदैछ, तपाईँले राज्यको हितको लागि मुद्दाहरू उठाउनुपर्छ। तपाईँले राज्यको यो पुरानो मागहरूलाई पुरा गर्नुको लागि तपाईँले कदम उठाउनुपर्छ भनेर हामी सिक्किम सरकारलाई भन्न चाहन्छौँ। ओल्ड यो पोलिटिकल डिमान्ड जति पनि पुरानो राजनीतिक मुद्दाहरू छ, विशेष गरेर लिम्बू तामाङको सिट, कर्मापालाई सिक्किम भित्र आउने माग, 12 छुटेका जनजातिलाई शेड्युल ट्राइब यानि कि अनुसूचित जातिको दर्जा दिलाउने डिमान्ड, त्यसै गरेर नेपाली सिटको आरक्षण, रेस्टोरेसन अफ नेपाली सिट्स, अनि यस्ता धेरैवटा राजनीतिक मुद्दाहरू, राजनीतिक डिमान्डहरू जो अहिलेसम्म यो 50 वर्षमा नि पुरा नभएको डिमान्डहरू छ हामीसँग। अनि त्यो डिमान्डहरूलाई यो 50 वर्षको यो गोल्डन जुब्लीको यो सुनौलो अवसरमा केन्द्रमा राम्रोसँगले राखेको भने पुरा हुनु सक्थ्यो भन्ने सिटिजन एक्सन पार्टी ठान्छ। अनि यो हुनु पर्थ्यो। तर दुर्भाग्यवश यो कुनै पनि डिमान्डहरू अहिलेसम्म कुनै पनि निकायबाट, एसकेएम पार्टीको पक्षबाट कहीँ पनि उठेको छैन। उहाँहरू त सालभरि नै नाचगान मात्रै गर्ने, हामी मनाइबस्छौँ, हामी एकदम सालभरि हाम्रो सेलिब्रेसन हो, सेलिब्रेसन मोडमा मात्रै सरकार अहिलेसम्म चलिरहेको छ। अनि कहिलेसम्म यो चल्छ हामीलाई थाहा छैन। अब फेरि प्रधानमन्त्री आउनुहुन्छ भन्ने कुरा सुन्दैछौँ। तर हामी भन्न चाहन्छौँ यदि प्रधानमन्त्री साँच्चै अब भविष्यमा आउनुहुन्छ भने यो डिमान्डहरूको निम्ति सम्माननीय मुख्यमन्त्री अथवा उहाँको सरकारको व्यक्तिहरूले कुराहरू उठाउनुपर्छ भन्ने हामी मान्छौँ। अर्को कुरा, यो 2025 वर्षमा यो 6 महिनाभित्रमा 2025 को सिक्किमले धेरै उताउ चढाउहरू सिक्किमे समाजले देखिसकेको छ। फेब्रुअरी महिनामा जसरी एकजना दार्जिलिङको मान्छेले सिक्किमे खस समुदायमाथि जुन ठुलो आक्षेप लगाएको थियो, ठुलो आरोप लगाएको थियो, अभद्र शब्दहरूमा टिप्पणीहरू गरेको थियो, त्यो केसको आज कहाँ पुग्यो? पक्रेर त ल्यायो स्यामसङ तामाङलाई। स्यामसङ तामाङले बयान पनि दियो फल्नाले बोल्नु लाग्यो भनेर, कोर्टमा पनि केस पुग्यो। अहिले स्यामसङ तामाङ कहाँ हरायो त्यो कसैलाई थाहा छैन, यो सरकारले जान्दछ। अनि सरकारले यो स्यामसङ तामाङको केसमा पनि कुनै पनि सिरियसनेस नदेखाएकोले एउटा कुरा स्पष्ट हुन्छ, स्यामसङ तामाङ चाहिँ एसकेएम पार्टीको मोरा हो भनेर यो स्पष्ट हुन्छ। किन भन्दा यदि साँच्चै नै अरू विपक्ष पार्टीले अथवा हाम्रो पार्टीलाई आरोप लगाएको थियो, हाम्रो पार्टीले गरेको भने त प्रशासन उहाँहरूको हातमा छ, हाई लेभल इन्भेस्टिगेसन उहाँहरूले गराउँदा हुन्छ। तर यो जनतालाई दिग्भ्रमित पार्दै आफै बोक्सी आफै धामी गर्दै एसकेएम सरकारले स्यामसङ तामाङलाई प्रयोग गरे फेब्रुअरीमा। त्यसको लगतै बादमा अप्रिल महिनामा भारतको
रक्षा मन्त्रीले इन्डियन आर्मी अनि नेपाल आर्मीको नेपाली सेना अनि भारतीय सेनाको एउटा जोइन्ट टिमलाई कञ्चनजङ्घा स्केल गर्नको लागि दिल्लीबाट फ्ल्याग अफ गराइन्छ भारतको रक्षा मन्त्रीद्वारा। अनि त्यतिखेर जब सिक्किमे समाजले याद पाउँछ, हामीले पनि पार्टीको अडान पनि थियो कि कञ्चनजङ्घा सिक्किमको देवता हो, सिक्किमको एउटा गार्जियन डाइटी हो भनेर हामी मान्छौँ। अनि सिक्किमको समाजले, सिक्किममा विशेष गरेर भुटिया अनि लेप्चा समुदायले कञ्चनजङ्घालाई एकदमै मान्छ, पुज्छ। अनि अप्रिल महिनामै इन्डियन आर्मीको जुन त्यो टोली कञ्चनजङ्घा स्केल गर्दैछ भनेर खबर पाउनु बित्तिकै सरकारले कुनै पनि कम्युनिकेसन सेन्ट्रल गभर्मेन्टसँग गरेन। कञ्चनजङ्घा उहाँहरूको के भनाइ थियो भन्दाखेरि कञ्चनजङ्घामा चाहिँ स्टेटबाट सिक्किमभित्रबाट चाहिँ ब्यान्ड छ। हुनु पनि हो, 2000 सालदेखि यता सिक्किम सरकारले अथवा सिक्किम सरकारको कानुनले सिक्किमको बाटोबाट सिक्किमबाट चाहिँ कञ्चनजङ्घा चढ्नु पाउँदैन भनेर प्रतिबन्ध लगाएको छ। तर नेपालमा 3वटा रुटबाट नेपालको थ्रु कञ्चनजङ्घा पुग्छ। तर कहीँ न कहीँ यो इन्डियन आर्मीको एउटा एक्सर्साइज भएको कारणले गर्दाखेरि है मुख्यमन्त्रीले पनि समयमा उहाँले पत्रचार गर्नु भएन। अनि जब यो खबर आयो कञ्चनजङ्घाको चुचुरोमा, कञ्चनजङ्घाको शिखरमा इन्डियन आर्मी र नेपाली आर्मीले पुगेर खुट्टा त्यहाँ टेकेपछि चाहिँ सिक्किममा जब जोरदार रूपमा विरोध भयो, त्यतिखेर मात्रै हाम्रो मुख्यमन्त्री निन्द्राबाट बिउजिनु भयो अनि गृहमन्त्रीलाई पत्र लेख्नु भयो। काम बिग्रिसकेर चाहिँ त्यसरी उहाँले पत्रचार गर्नुभयो। यसो भन्दै गर्दा हामी यहाँनिर भारत सरकार अथवा इन्डियन आर्मीको विरुद्ध बोलेको होइनौँ। हामी यहाँनिर केवल अनि केवल सिक्किमको है, सिक्किमलाई अहिलेसम्म हजारौँ वर्षदेखि सिक्किमले मानेको, सिक्किमको जनताले एउटा आस्थाको केन्द्र मानेको कञ्चनजङ्घामाथि प्रहार भयो। त्यसरी नै फेरि अर्को घटना तपाईँहरू समक्ष म राख्न चाहन्छु। हामीले जनवरी महिनादेखि नै हो सिटिजन एक्सन पार्टीले आफ्नो पार्टी फाउन्डेसन डेदेखि नै हामीले भन्दै थियौँ यो दार्जिलिङ सिक्किम एकीकरणको मुद्दामा चाहिँ सरकारले ठोस कदम उठाउनुपर्छ, खिचडी पाक्दैछ भनेर हामीले त्यतिखेरै भनेको। अनि जब विगतमा एसकेएम पार्टी विपक्षमा थियो, उहाँहरूको वर्किङ प्रेसिडेन्टले एसेम्ब्लीमा आएर मुख्यमन्त्रीले, त्यतिखेरको भूतपूर्व मुख्यमन्त्रीले एसेम्ब्लीमा आएर चाहिँ एउटा बिल पास गर्नुपर्छ। के भन्दाखेरि सिक्किम सरकार चाहिँ विलयको पक्षमा छैन, दार्जिलिङ सिक्किम विलयको पक्षमा छैन भनेर बिल पास गर्नुपर्छ भनेर त्यसतकका एसकेएमको वर्किङ प्रेसिडेन्टले त्यस्तो बयान दिनुभएको थियो। अनि हामीले पनि भनेको थियौँ जब फेब्रुअरी महिनामा एसेम्ब्ली सेसन बस्यो त्यतिखेर हामीले भनेको थियौँ दार्जिलिङ सिक्किम एकीकरणको विरुद्धमा एसकेएम पार्टीले, सिक्किम सरकारले कडाभन्दा कडा स्ट्यान्ड लिनुपर्छ भनेर हामीले भन्दाखेरि मुख्यमन्त्रीले भन्नुहुँदै थियो त्यस्तो कदापि हुँदैन भनेर भाषण गर्नुभयो। तर केही दिन अघि मात्र हामीले देख्यौँ दार्जिलिङको एउटा गोर्खा सेवा सेना भनेर एउटा सङ्गठनको 3 जना व्यक्तिहरू, जुन सङ्गठनमा अहिले सिक्किमको पनि कोअर्डिनेटर बनिएको छ, 3 जना व्यक्तिहरू राज्यको सेक्रेटेरिएटमा आएर, राज्यको सचिवालयमा आएर होम डिपार्टमेन्टमा गएर चाहिँ एकीकरणको कुरा उहाँहरूले गर्नुभयो। र जब सिक्किममा विपक्षको कुनै पनि कार्यक्रम हुन्छ, विपक्षका नेताहरू कहीँ पनि जान्छ, एसकेएम पार्टीको कार्यकर्ताहरू गो ब्याकको नारा लाउँदै आउँछ। एसकेएम पार्टीको युथहरूलाई एसकेएम पार्टीको नेताहरूले गो ब्याक मुर्दाबादको नारा लाउनु पठाउँछ। तर जब सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा लिएर दार्जिलिङबाट मान्छे सिक्किम भित्रियो त्यतिखेर एसकेएम पार्टीको कार्यकर्ताहरू कहाँ थियो? यहाँबाट पनि स्पष्ट हुन्छ एसकेएम पार्टी चाहिँ कहीँ न कहीँ यो एकीकरणको पक्षमा छ भन्ने कुरा स्पष्ट हुन्छ। अब होम डिपार्टमेन्टको लोगो युज गर्यो भने त एरेस्ट गर्यो नि 3 जनालाई, तर के चार्जसिट हाल्ने? कुन रूप त्यो जुन तपाईँले एरेस्ट गरेर ल्याउनु भयो त्यसमा के चार्जसिट लाउनु भएको छ? त्यसले साँच्चै नै भविष्यमा विलय जुन दार्जिलिङ सिक्किमको मर्जरको कुरा छ त्यसलाई टालिनु सक्छ, त्यसलाई रोक्नु सक्छ भन्ने हाम्रो एसकेएम पार्टीलाई प्रश्न हो। अनि त्यसले गर्दाखेरि एसकेएम पार्टी सरकारमा आएकोदेखि सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा तीव्र गतिमा आगो सल्किएको जस्तो, जङ्गलमा आगो लागेको जस्तो तरिकाले सल्किँदैछ। यसमा पनि सिक्किमे जनतालाई हामी होसियार गराउन चाहन्छौँ। एसकेएम पार्टीले धेरै षड्यन्त्र रच्दैछ। अनि केही उहाँहरूलाई आपद विपद आइपर्यो खुरुरै तपाईँको इन्टरभ्यू दिइहाल्छ, इन्टरभ्यू उहाँहरूको फिक्स गरिदिइहाल्छ, के भन्छ जो पनि एरेस्ट गरेको मान्छेको, अनि बोल्नु पर्यो यो अपोजिसनले बोल्नु लाग्यो भनेर। त्यसले गर्दाखेरि यो 2025मा यो 3वटा प्रमुख घटनाहरू सिक्किमको राजनीतिमा उथुल पुथुल मचाउने काम गरेको छ। यसमा पनि सरकार कहीँ पनि चिन्तित नभएको, गम्भीर नभएको
हामी ठान्छौँ। अनि पुरानो राजनीतिक मुद्दाहरूमा पनि सिक्किम सरकार सिरियस नभएको यो 1 वर्षमा हामीले देखिसकेका छौँ। अर्को कुरा, 2024 मा एसकेएम पार्टीले आफ्नो कुनै पनि आधिकारिक घोषणा पत्र निकाल्नु भएन। किन भन्दा 19 मा जनतालाई सक्दो ढाँटेको थियो। 19 मा जनतालाई सक्दो ढाँट्नुसम्म ढाँटेको थियो। त्यसले गर्दा एउटा ल्यापटप उहाँहरूले निकाल्नु भयो जुडिसियल स्ट्याम्प पेपरमा, नन जुडिसियल स्ट्याम्प पेपरमा। अनि उहाँहरूको विशेष गरेर 9वटा क्षेत्रहरूमा काम गर्ने, सुनौलो समृद्ध अनि सामर्थ्य सिक्किम बनाउने भनेर उहाँहरूले विशेष यो एउटा घोषणा पत्र नै भनौँ त्यसरी निकाल्नु भएको थियो। अनि यसमा पनि सबैभन्दा जोड केमा दिने भन्दाखेरि मुख्यमन्त्रीले घरिघरि भाषणमा भन्नुहुन्थ्यो र अहिले पनि भन्नुहुन्छ, बिपासा, बिजुली, पानी, सडक। अनि 2024-25 मा सिक्किममा करिब 50 जनाको मृत्यु चाहिँ यो बिपासा ठिक नभएको कारणले भएको छ। बिजुली टाइममा नहुँदा हस्पिटलमा कतिवटा ट्रिटमेन्ट हुनु नसक्दा, पानी नहुँदाखेरि एसटिएनएमको डायलिसिस बन्द भएको हामीलाई थाहा नै छ। केही दिन अघि मात्र गान्तोक सहरमा जब हप्ता दिनभन्दा बेसी पानी आएन त्यतिखेर एसटिएनएम हस्पिटलको डायलिसिस जति पनि युनिटहरू थियो त्यो बन्द भयो। अनि सडकको हालत कस्तो छ भनेर त्यो सारा सिक्किमे जनतालाई, यहाँसम्म मे महिनामा जुन 8 लाख टुरिस्टहरू सिक्किममा घुम्न आउनुभयो उहाँहरूलाई पनि थाहा छ सिक्किमको सडकको अवस्था, सडकको हालत कस्तो छ भनेर। अनि यो सडक, बिजुली र पानीको मुद्दा ठिक नभएको कारणले गर्दा प्रथम वर्षमा जुन सरकारले पुख्ता सबुतको साथमा आज हामी आएका छौँ, यो मुख्यमन्त्रीले बोल्नु भएको यो 1-2वटा क्लिप्स, सरकारमा आउनुभन्दा अगाडिको क्लिप्स म सिक्किमे जनतालाई सुनाउन चाहन्छु। यो सुन्नुहोस्। गरिबले चाहिँ त्यो 9,000 को पाएर केही पनि हुनेवाला छैन। गरिबलाई दिन्छ भने चाहिँ रेगुलर जब। त्यो अहिले स्टेटमा जस्तो 10,000 होइन है। 10,000 त एउटा प्यान्ट किन्यो, 2टा प्यान्ट किन्यो भने गइहाल्छ। एउटा मोबाइल किन्यो भने गइहाल्छ। हामी चाहिँ यो मुख्यमन्त्रीले दिनुभएको भाषण 19 भन्दा अगाडि, जहाँ उहाँले भन्नुहुँदैछ त्यो 10,000 को नोकरी होइन है, 10,000 को जब होइन, हामी 40,000 को जब दिन्छौँ। किन भन्दाखेरि 10,000 मा एउटा प्यान्ट पनि आउँदैन भनेर उहाँले भन्नुभएको छ। अनि 2024 को भोट जित्नको लागि सिक्किमको हजारौं युवाहरूको भविष्यलाई अन्धकारतिर धकेल्दै मुख्यमन्त्रीले त्यतिखेर रोजगार युवा भरोसा सम्मेलन भनेर युवाहरूलाई नोकरीको अपोइन्टमेन्ट लेटर उहाँले थमाउनु भयो। तर बितेको 1 वर्षमा धेरैवटा विभागको इम्प्लोइजहरूले स्यालेरीसम्म पाएको छैन। स्यालेरी त छोडिदिनुहोस्, सरकार आउनु बित्तिकै जुन यो 28 देखि लिएर 30,000 युवाहरूलाई एसकेएम सरकारले भोटभन्दा ठिक अघि नोकरी दिनुभएको थियो। सरकार आएर मुख्यमन्त्रीले एउटा भाषणमा भन्नुभएको थियो, उहाँले के भन्नुभएको थियो भन्दा, स्यालेरी पाउनु भएको छैन, तपाईँहरू नसुर्ताउनुहोस्, स्यालेरी नपाउनेहरूको एरियर हामी दिन्छौँ। अनि जसले पनि स्यालेरी पाउनु पर्ने हामी एकदम दिन्छौँ भनेर उहाँले घोषणा गर्नुभएको थियो। घोषणा गरेको अनि सरकार आएको पनि 1 वर्ष भयो, अहिलेसम्म एरियर र स्यालेरी यो जति पनि अस्थायी कर्मचारीहरूले पाउनु पर्ने त्यो पाएको छैन। अनि अर्को कुरा, मुख्यमन्त्रीले यसरी नै सरकार आउनुभन्दा अगाडि धेरैवटा भाषण गरिरहँदाखेरि एउटा भाषण यहाँ, यो भाषण पनि म सुनाउन चाहन्छु जसमा उहाँले भन्नुभएको छ, यो सिक्किमका सम्माननीय मुख्यमन्त्री बोल्नु भएको र उहाँले भन्नुभएको थियो कि सिक्किममा अस्थायी कर्मचारीहरू जो पनि टेम्परेरी इम्प्लोइजहरू हुनुहुन्छ उहाँहरूलाई अन्याय भएको छ। अनि अन्याय भएको कारणले गर्दाखेरि हाम्रो सरकार आउनु बित्तिकै, हाम्रो भनेको एसकेएम पार्टीको सरकार आउनु बित्तिकै हामी इक्वल पे फर इक्वल वर्क होइन, जसले पनि काम गर्दैछ रेगुलर नभएको कर्मचारीहरूले चाहिँ काम रेगुलरको बराबर गर्दैछ भने चाहिँ उहाँहरूलाई पनि बराबरको तलब दिन्छौँ भनेर एसकेएम पार्टीले घोषणा गरेको थियो। तर तपाईँहरूको घोषणा कहाँ पुग्यो त्यो कसैलाई पनि थाहा छैन। र आज यो प्रेस कन्फरेन्स मार्फत म सिक्किमको तमाम युवाहरू, जुन युवाहरूको आज उमेर, तपाईँहरूको युवाकाल यो एसकेएम पार्टीले खाइसकेको छ, तपाईँहरूलाई न्याय दिँदै सिटिजन एक्सन पार्टी 29 मा सरकार बनाएको बादमा हामी सरकार
बनाएपछि इक्वल पे फर इक्वल वर्क हामी गर्छौँ। यो आज सिटिजन एक्सन पार्टीको पक्षबाट म सिक्किमको समस्त युवाहरूलाई यो आश्वासन यो आह्वान गर्न चाहन्छु। तपाईँले अहिले 9,000 को लागि पनि तपाईँहरू 6 महिनासम्म पर्खिनु पर्दैछ, 10 महिनासम्म पर्खिनु पर्दैछ। तर सिटिजन एक्सन पार्टीलाई तपाईँहरू समर्थन गर्नुहोस्। हामी सरकार आउनु बित्तिकै इक्वल पे फर इक्वल वर्क हामी त्यो गर्छौँ। अनि अर्को कुरा, हिजो एउटा कार्यक्रममा मुख्यमन्त्रीले भन्नुहुँदै थियो कि एसकेएम पार्टीले यो पछिल्लो 6 वर्षको कार्यकालमा सबैभन्दा बेसी न्याय, सबैभन्दा बेसी काम चाहिँ सरकारी कर्मचारीको गर्नु मुख्यमन्त्रीले भन्नुहुँदै थियो। अनि कतिको गरे त भन्ने कुराहरू पनि म रिपोर्ट कार्ड राखेर म सिक्किमको समस्त अति आदरणीय गभर्मेन्ट इम्प्लोइजहरूलाई भन्न चाहन्छु। गभर्मेन्ट इम्प्लोइजहरूलाई न्याय दिने कुरा मुख्यमन्त्रीले नगर्दा हुन्छ। किन भन्दाखेरि जुन एक्सटेन्सन अनि रिइम्प्लोइमेन्ट प्रथाको विरोध गर्दै तपाईँ सरकारमा पुग्नुभयो। अहिले सबैभन्दा बेसी ग्रुप ए र बी को अफिसर्सहरूलाई तपाईँले एक्सटेन्सन दिनुहुँदैछ, तपाईँले रिइम्प्लोइमेन्ट दिनुहुँदैछ। र रिइम्प्लोइमेन्ट र एक्सटेन्सन दिँदा के हुन्छ भन्दाखेरि जुनियर अफिसर्सहरू जो योग्य अफिसर्सहरू हुन्छ उहाँहरूको प्रमोसन रोकिन्छ। उहाँहरूको प्रमोसन रोकेको कारणले गर्दा उहाँहरूलाई धेरै समस्या हुन्छ। अनि सरकार आउनुभन्दा अगाडि त क्याबिनेटले पास गरेको ओल्ड पेन्सन स्किमको लागि पनि सिक्किमका तमाम सरकारी कर्मचारीहरूले टेबल ल्याम्पको चिनोमा भोट ड्याङ्की ठोकेको। तर तपाईँले भोट ड्याङ्की ठोक्दा पनि ओल्ड पेन्सन स्किम भन्ने स्किमका अहिले ओ पनि यो सरकारले छोएको छैन। त्यस कारणले गर्दाखेरि मुख्यमन्त्रीले जुन हिजो भाषण दिनुभयो त्यसको जोरदार रूपमा सिटिजन एक्सन पार्टी खण्डन गर्छ। किन भन्दाखेरि सबैभन्दा बेसी सताएको वर्ग भनेको एसकेएम पार्टीले सरकारी कर्मचारी हो। आज सरकारी कर्मचारी हरेक निकायबाट न्याय हुँदैछ। आज रिटायर्ड भएको टिचरहरूको ग्रेजुएटी दिनु नसकेर जबरजस्ती आज 5-5 वर्षसम्म पनि तपाईँले एक्सटेन्सन दिनु हुँदैछ। आधी तलबमा काम गर्नुपर्ने अनि यस्तो बाध्यतामा आज सिक्किमको कर्मचारीहरू काम गर्नु पर्दैछ। अनि अर्को कुरा, कर्मचारीकै कुरा गर्नु पर्दाखेरि एसकेएम पार्टीले सरकारमा आउनुभन्दा अघि यो भिक्टिमाइज ट्रान्सफरको विरोधमा यो भिक्टिमाइजेसनको विरोधमा उहाँहरूले एकदम मुखर भएर उहाँहरू बोल्नुहुन्थ्यो। अनि भिक्टिमाइज प्रथालाई हामी जराइबाट उखेलेर फ्याँक्छौँ भन्ने उहाँहरूको मन्तव्य, उहाँहरूको वक्तव्य त्यस समय हुन्थ्यो भने सरकार आएको पोहोरको साल दोस्रो कार्यकालको सरकार आएको बादमा है मृत्यु भएको व्यक्तिको सम्म ट्रान्सफर अर्डर, भिक्टिमाइज ट्रान्सफर अर्डर यो सरकारले निकाल्यो। आज सिक्किमका एजुकेसन मन्त्री, शिक्षा मन्त्री युरोपको 2-3वटा देशहरू घुम्न जानु भएको थियो। फिनल्यान्ड, स्विजरल्यान्ड, कता कता हो नामी देशहरू घुम्न जानु भएको थियो। अनि त्यहाँ गएर चाहिँ हाम्रो शिक्षा मन्त्रीले राम्रो खालके पोलिसिजहरू पो बनाउनुहुन्छ भनेको आउनु बित्तिकै लगत्तै फेरि भिक्टिमाइज ट्रान्सफर अर्डर ड्याङ्की उहाँहरूले निकाल्नु भयो। त्यस कारणले गर्दाखेरि यो गभर्मेन्ट इम्प्लोइजलाई तपाईँले जुन सबैभन्दा बेसी काम गर्नुभयो भन्नुहुँदैछ त्यो कतैबाट पनि भएको छैन र यसको सिक्किमको तमाम गभर्मेन्ट इम्प्लोइजहरूले भुग्नु पर्दैछ। अनि अर्को कुरा, उहाँहरूले रेगुलराइजेसनको पनि धेरै कुरा गर्नुभएको थियो। तर अहिले रेगुलराइजेसनको कहाँसम्म पुग्यो प्रोग्रेस भन्दाखेरि आज रेगुलराइजेसनको लागि 24 भन्दा अगाडि त सिक्किमको युवाहरूलाई पाल्जर स्टेडियममा भोटको 1-2 महिना अगाडि रातभरि चिसो भुइँमा पाल्जर स्टेडियममा तपाईँले सुताउनु भयो। किन भन्दा पुलिसबाट भेरिफिकेसन ल्याउनु पर्ने। राज्यभरिको युवाहरूलाई ग्यान्टोकमा पाल्जर स्टेडियममा थुपारेर तपाईँहरूले ढोङ रच्नुभयो, नाटक रच्नुभयो। अनि उहाँहरू जो पनि पाल्जर स्टेडियममा सुत्नुभयो उहाँहरूको कसैको पनि रेगुलर भएको छैन। अनि जो जतिको पनि झुकेर रेगुलर भएको छ उहाँहरूको तलब, रेगुलरको जुन फेसिलिटी, जुन सुविधा रेगुलर इम्प्लोइजहरूले पाउनुपर्ने एसकेएम पार्टीको सरकारले सुनिश्चित गर्नु सकेको छैन। त्यसकारणले गर्दाखेरि हरेक निकायबाट हरेक तबकाको नागरिकहरूलाई एसकेएम पार्टीले शोषण दमन गरिरहेको छ। अनि भाषणमा मिठो कुरा, जसरी राज्यभित्र चाहिँ अपोजिसनमा बोल्नेहरूलाई मार्तल लगाएर है गुन्डा पठाएर मार्तलले टाउको फुट्ने गरी कुट्छ अनि दिल्लीमा गएर चाहिँ इमेज राम्रो बनाउनको लागि अपोजिसन इज द सोल अफ डेमोक्रेसी भन्नुहुन्छ। त्यसरी नै यहाँनिर जब पनि कुनै पनि काम हुन्छ जहाँ पनि गभर्मेन्ट इम्प्लोइजलाई गाली गर्ने काम गर्नुहुन्छ अनि फेरि लगतै फर्केर आउनुहुन्छ, फेरि के भन्नुहुन्छ, सबैभन्दा बेसी न्याय हामीले गभर्मेन्ट इम्प्लोइजलाई दिएको छ भनेर मुख्यमन्त्रीले भन्नुहुन्छ। अनि यो बितेको 1 वर्षमा जुन सिक्किममा करप्सन बढेको छ, जुन भ्रष्टाचार भएको छ, यो भ्रष्टाचारको पनि लेखाजोखा हुनुपर्छ। हुनु त एसकेएम पार्टी अब एकदमै
भ्रष्टाचारको विरुद्धमा आएको पार्टी सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन ल्याएर एकदम हामी दुधको दुध पानीको पानी छर्लङ्गै बनाउँछौँ भनेर त्यतिखेर एसकेएम पार्टीको प्रवक्ताज्यूले बोल्नुहुन्थ्यो। अनि यो पर डिएसीको प्राङ्गणमा पनि उहाँहरूले भूख हडतालसम्म राख्नु भएको थियो। सिबिआई चाहिँ ल्याउने किन भन्दा भिजिलेन्स पुलिसमाथि हामीलाई भरोसा छैन। सिक्किममा जे पनि भ्रष्टाचार भएको छ, भ्रष्टाचारको चाहिँ लेखाजोखा गर्छौँ भनेर उहाँहरूले भन्नुभएको थियो। सरकार आएको 6 वर्ष भयो, सिबिआई त कुरै छोडिदिनुहोस्, यो भिजिलेन्सले पनि के काम गर्दैछ कसैलाई अत्तो पत्तो छैन। त्यसकारणले गर्दा यो जुन बितेको 1 वर्षमा भ्रष्टाचारहरू सिक्किममा के कति भ्रष्टाचार भयो त्यसको जब रिपोर्ट आउँदैछ, जसरी पावर डिपार्टमेन्टमा 500 करोड भन्दा अधिकको भ्रष्टाचार भएको छ, त्यो भ्रष्टाचारमा कुनै पनि कारबाही कुनै पनि व्यक्तिको विरुद्ध एसकेएम पार्टीले गरेको छैन। जसरी टिस्टा ऊर्जा लिमिटेडलाई उहाँहरूले रातोरात एउटा प्राइभेट कम्पनीलाई बेच्नु भयो, त्यसमा पनि हजारौं करोडको भ्रष्टाचार भएको छ, त्यसको पनि कुनै लेखाजोखा भएको छैन। त्यसरी नै यो लटरी डिपार्टमेन्टमा, लटरी डाइरेक्टरेटमा करिब 1100 करोड भन्दा बेसीको घोटाला भएको छ, त्यो घोटालाको पनि कुनै पनि हिसाब किताब गरेको छैन। अनि हामी एउटा विपक्ष भएको नाताले हामी यो मुद्दाहरूमा कुनै पनि निकायसम्म जानुपर्छ भने हामी जान्छौँ। अनि सिक्किममा भ्रष्टाचार जरैबाट उखिलिनुपर्छ, जरैबाट मासिनुपर्छ भन्ने सिटिजन एक्सन पार्टीको अडान हो, सिटिजन एक्सन पार्टीको सोच हो। त्यसकारणले गर्दा यो भ्रष्टाचारमा पनि आज एसकेएम सरकारले लगभग भ्रष्टाचारको लागि अस्कर यदि कुनै पनि संस्थाले दिने हो भने एसकेएम सरकारले त्यो पक्कै पनि पाउनेछ। अनि अर्को कुरा, सरकारको फ्ल्यागशिप स्किमहरू जति पनि एसकेएम पार्टीले सरकार आउनुभन्दा अघि गरेको घोषणाहरू, जस्तै आमा स्किम, यो 2023 को एउटा भाषणमा मुख्यमन्त्रीले, मेरोमा यो एउटा रिपोर्ट छ, त्यसमा उहाँले आमा स्किमलाई 40,000 बनाइदिने, जुन आमा स्किमको मार्फत आमाहरूले, चेलीहरूले 20,000 पाउँदै थियो त्यसलाई 40,000 बनाउने भनेर मुख्यमन्त्रीले भन्नुभएको थियो। अब 40,000 त छोडिदिनुहोस्, त्यो पाउँदै गरेको 20,000 पनि भोट जितेर त दिनु छोडिगयो। अर्को कुरा, जुन मुख्यमन्त्रीको भिजन, मुख्यमन्त्रीको ब्रेन चाइल्डको सिक्किम गरिब आवास योजना छ, त्यो सिक्किम गरिब आवास योजना चाहिँ भोटभन्दा अगाडि 11,000वटा करिब एउटा वार्डमा 5-5 वटा सिक्किम गरिब आवास योजनाको घर बनाउने भनेर, अनि पञ्चायतलाई घर गएर चाहिँ त्यतिखेर एलोटमेन्ट अर्डर एसकेएम पार्टीले बाँडेको छ। अनि वार्डमा 5 वटा छोडिदिनुहोस्, राज्यभरि एउटै पनि घर बनिनु नसक्ने 2025-26 को बजेटमा उहाँले धनराशि छुटाउनु भएको छ। त्यो मात्र 1,000 रुपियाँ पैसा छुट्याएर राज्यभरिमा 5-5 वटा वार्डै पछि घर बनाइदिने भन्दै जनतालाई झुक्याइरहेको छ, जनतालाई ढाँटिरहेको छ। यो कुरा जनताले बुझ्नुपर्छ। अनि जसले पनि एलोटमेन्ट अर्डर चाहिँ तपाईहरुले सिरानीको मुनि राख्नु भएको छ, मुख्यमन्त्रीले घर बनाइदिन्छ भनेर, त्यो घर चाहिँ तपाईहरुको बनिनेवाला छैन, किन भन्दाखेरि बजेटमा पैसै छुटाएको छैन। अनि अर्को कुरा, विद्यार्थीहरूलाई फ्री गान्तोक, नाम्ची जहाँ पनि कलेजेसहरू छ, विद्यार्थीहरूलाई चाहिँ एकोमोडेसन दिने, फ्रीको सुविधा दिने, धेरै कुरामा सहयोग गर्ने भनेर मुख्यमन्त्रीले भन्नुभएको थियो भोटभन्दा अगाडि। तर भोट सकेको बादमा आज विद्यार्थीहरूले पनि गार्बेजको फिस तिर्नुपर्छ, विद्यार्थीहरूले पनि आज बिजुलीको बिल तिर्नुपर्छ। अनि हरेक निकायबाट आज विद्यार्थीहरू पिसिरहेको छ, सिक्किमको युवाहरू पिसिरहेको छ। अनि यसमा पनि सरकारले कुनै पनि काम नगरेको हामी किटान गर्छौँ, कुनै पनि काम नगरेको हामी को साथमा भन्न चाहन्छौँ। अनि सरकार आएको एसकेएम पार्टीको दोस्रो कार्यकालको सरकार आउनु बित्तिकै सबैभन्दा तीव्र गतिमा, सबैभन्दा ध्यान दिएर उहाँहरूले गरेको काम, उहाँहरूले राम्रो काम भनौँ कि नराम्रो काम उहाँहरूले गरेको भनेको यो ट्याक्स, जुन ट्याक्स कर छ, जनतामाथि लगाइने कर छ, त्यो आज आकाश छुने कर उहाँहरूले लाउनु भएको छ। मोटर भेहिकलको कर हेऱ्यो भने बढाएर कहाँ 300-400% उहाँहरूले पुर्याउनु भएको छ। आज बिजनेस गर्ने, विशेष गरेर व्यापारी समुदायको जति पनि तपाईहरु समुदायको मानिसहरू हुनुहुन्छ, तपाईहरुको जुनै पनि दोकानमा गएर तपाईले सोध्नुहोस्, आज लाइसेन्सको फिस बढाएर दुगुना 3 गुना बनाएको छ यो सरकारले। अनि हरेक जग्गाबाट जनताको गोजी रित्याउने काम एसकेएम पार्टीले ट्याक्सको रूपमा गरिरहेको छ। आज एआई जस्तो टेक्नोलोजी, एआई हुनु त राम्रो, समय अनुसार हामीले टेक्नोलोजीको प्रयोग गर्नुपर्छ, तर सिक्किममा लगाएको एआईले चाहिँ ड्राइभरको गोजी रित्याउने काम
मात्रै गरिरहेको छ, त्यो पनि अहिले सायद प्रोटेस्ट गरेर त्यो एआई पनि चलेको छैन। त्यसकारणले गर्दा सबैभन्दा बेसी प्राथमिकता दिएर यो बितेको 1 वर्षमा एसकेएमले गरेको काम भनेको कर वृद्धि हो, ट्याक्स इन्क्रिज मात्रै उहाँहरूले गर्नुभएको छ। त्यसकारणले गर्दा यो बितेको 1 वर्षमा जुन एसकेएम पार्टीले गरेको काम छ, नाचगानमा मात्रै व्यस्त, कर बढाउनुमा मात्रै व्यस्त, जनतालाई कुनै पनि सहुलियत दिनुमा उहाँहरूको कुनै पनि उहाँहरूको कार्यक्रम छैन। जुन बुनियादी कुराहरू बिजुली, पानी, सडक भनेको त सुविधा पनि होइन, बुनियादी आवश्यकताहरू जुन सरकारले जनतालाई दिनुपर्ने हुन्छ त्यो आवश्यकताहरू पनि तपाईँले दिनु नसकेको कारणले गर्दा एसकेएम पार्टीको 2.0 को सरकार यो 100% फेल हो, यो बिग फेलियर हो भनेर हामी भन्न चाहन्छौँ। अनि त्यसले गर्दाखेरि आज अपोजिसनलाई है विभिन्न आरोपहरू लाउनुभन्दा, अपोजिसनको कार्यकर्ताहरूलाई कुटपिट गर्नुभन्दा तपाईँहरूले आफ्नो सरकारलाई कसरी जनताको पक्षमा बनाउनु पर्ने, जनताको हितमा बनाउनु पर्ने त्यसमा तपाईँले काम गर्नुहोस्। मुख्यमन्त्रीले भाषण गर्नुभएको थियो 2024 भन्दा अगाडि, अब उहाँकै भाषणको रेफरेन्स लिएर नै हामी बोल्नुपर्ने हुन्छ। उहाँले भन्नुभएको थियो जनताले वादा पुरा गर्नुहोस्, तपाईँहरूले आफ्नो वादा पुरा गर्नुहोस्, म आफ्नो वादा पुरा गर्छु भन्नुभएको थियो उहाँले। अनि जनताले त, सिक्किमको जनता इमान्दार छ, जनताले पत्याएर 2024 मा 32 सिट दिएर जनताले आफ्नो वादा पुरा गर्नुभयो। अब वादा पुरा गर्ने समय मुख्यमन्त्रीको, तर वादा पुरा गर्ने समयमा मुख्यमन्त्री बेवाफा हुँदैछ। त्यसकारणले गर्दा यो एसकेएम सरकार एउटा बेवाफा सरकार हो। आफ्नो वादा, आफ्नो प्रमिसेसमा खडा उत्रिनु नसक्ने सरकार एसकेएम पार्टीको सरकार बनेको छ। र यस्तो अनेकौं कुराहरू घोषणापत्र उहाँहरूको पल्टाउँदै गयो भने त दिनभरि बोल्दा पनि उहाँहरूको कुरा सकिँदैन, टुङ्गिँदैन। आज युवाहरूको भविष्य अन्धकारतिर छ, युवाहरूले कुनै पनि जग्गाबाट केही पनि राहतको युवाहरूले सास फेर्नु नसकेको यो स्थिति छ। अनि 5-6 वर्ष अगाडि चाहिँ 10,000 को चाहिँ प्यान्ट पनि आउँदैन भन्ने सरकारले आज युवाहरूलाई 9,000 को थाङ्नामा सुताइरहेको छ। त्यो 9,000 पनि पाएको छैन उहाँहरूले। त्यसकारणले गर्दाखेरि यो तमाम कुराहरूमा एसकेएम पार्टी सिरियस भएर काम गर्नुपर्छ। हाम्रो तपाईँहरूलाई सुझाव छ, यो नाचगान कलाकारहरू ल्याएर उफ्रिनु भन्दा चाहिँ तपाईँहरूले यो कामहरूमा जहाँ जहाँ जनताले आज मार्को झेल्नु परिरहेछ, जहाँ जहाँ जनतालाई आज तकलिफ हुँदैछ, जहाँ जहाँ जनतालाई दुःख हुँदैछ, त्यो क्षेत्रहरूमा एसकेएम पार्टीले काम गर्नुपर्छ। अनि यो रहेको 4 वर्षको कार्यकाल एसकेएम पार्टीको सफल होस्, तपाईँहरूले राम्रोसँग काम गरोस् भन्ने हाम्रो चाहना छ। अनि यो जति पनि तपाईँहरूले जनताले दिएको गर्नुहोस् भन्ने हाम्रो तपाईँहरूलाई शुभकामना छ। अनि यो जुन 1 वर्षको रिपोर्ट छ, संक्षिप्तमा तपाईँहरूलाई हामीले यो 1 वर्षको रिपोर्ट एसकेएम पार्टी कहाँ कहाँ विफल भएको छ भन्ने कुराहरू हामीले तपाईँमाझ राखेको छौँ। अनि यदि तपाईँहरूको पक्षबाट कुनै पनि प्रश्न छ भने हामी त्यसको जवाब दिन चाहन्छौँ। कुनै पनि एउटा राज्यको आम्दानी या रेभेन्यू कलेक्सनबाट, ट्याक्सेसनबाट गभर्मेन्ट स्टेट गभर्मेन्ट अफिसियल्सले रिसेन्टली भन्नुभएको थियो कि जो सिक्किमको विभिन्न ठाउँहरूको ट्याक्सेसन छ होइन, यो चाहिँ विगत 25% 30% बढाएको थिएन र त्यसैले चाहिँ अब यसलाई चाहिँ रिफर्म गरेर बढाइदिन्छ भनेर उहाँको तर्क थियो होइन। सो एनी स्टेट एउटा रेभेन्यू कलेक्सन ट्याक्सेसन हो, सो यु आर अपोजिङ द्याट। अब ट्याक्स तपाईँले भनेको जस्तो हो, हामी पनि मान्छौँ सरकारको आय स्रोत भनेको ट्याक्सेसनबाट हुन्छ। तर हामीले बुझ्नु पर्दाखेरि के हो भन्दा भारत देश भनेको एउटा हामी एउटा सोसियलिस्ट कन्ट्री हो, जहाँनिर अब जनताले मार्क झेल्नु पर्दैन है, जहाँनिर जनतालाई जहाँ जहाँ पनि जरुरत हुन्छ त्यहाँ सरकारले काम गर्नुपर्छ, त्यस्तो हाम्रो संविधानमा प्रिएम्बलमै लेखिएको छ। अनि यहाँ अब जुन ट्याक्सेसनको कुरा आउँदैछ, यो ट्याक्सले चाहिँ इमिडिएटली गरिबलाई मार्ने काम गर्दैछ एसकेएम पार्टीको जुन ट्याक्सेसन छ। अब हुनु त ट्याक्सको समय समयमा ट्याक्स रिभिजन हुनुपर्छ, ट्याक्सको रेटहरू बढ्नुपर्छ, त्यो हामी मान्छौँ। तर यहाँनिर अचम्मको कुरा चाहिँ 500 रुपियाँ तिर्दै गरेको मान्छेले एकैचोटि 2500 तिर्नु पर्दैछ भनेपछि त्यहाँ 500% 500 टाइम्स त्यो ट्याक्स बढ्दैछ। त्यसले गर्दा आकाशी अचानक कुनै पनि जनतालाई कुनै पनि एउटा उयो नदिकिन है, इन्टिमेसन नदिकिन जुन हिसाबमा हरेक क्षेत्रमा आज यो ट्याक्स मोटर भेहिकलको मात्रै हामी कुरा गर्दैनौँ, आज ट्याक्सको हेर्नुपर्दा आज गाउँमा एनओसी
पञ्चायतकोबाट जुन एनओसी जनताले उठाउनुपर्छ गाउँको पब्लिकले त्यो एनओसीमा पनि यति बेसी उहाँहरूले ट्याक्स बढाउनु भएको छ। जसरी सिक्किम सब्जेक्ट बनाउनुको लागि सर्टिफिकेट अफ आइडेन्टिफिकेसन बनाउनुको लागि यदि पहिला 500 रुपियाँ लाग्दैथ्यो भने अहिले 1000 रुपियाँ बनाउनु भएको छ उहाँले। अनि यो डाइरेक्ट जनताको गोजी रित्याउने काम एसकेएम पार्टीले गर्दैछ। अनि ट्याक्स हो बढ्नुपर्छ, जहाँ जहाँ पनि जुन जुन निकायमा ट्याक्सेसन हुनुपर्छ त्यसमा ट्याक्स बढ्नुपर्छ। रोड राम्रो बनाउनुहोस् न, ट्याक्स उठाउँदा भयो। अब रोडै राम्रो छैन, आज ड्राइभरहरूको गोजीबाट यति बेसी पैसा उहाँहरूले फाइनको रूपमा ट्याक्सको रूपमा उठाउँदैछ। त्यसकारणले गर्दा यो जनविरोधी जुन एसकेएम पार्टीको जुन ट्याक्सेसन पोलिसी छ, सायद अब कसको सुझावमा सरकारले गर्दैछ, यो त एकदमै जनविरोधी हो। यो विकसित देशहरूले पनि यतिको ट्याक्स उठाउँदैन। अब एकपट्टि सुविधा, जनताले जुन सुविधा पाउनुपर्ने, जनताले जुन फेसिलिटी पाउनुपर्ने, त्यो फेसिलिटीको हामी कुरै नगरौँ, किन भन्दा केही पनि फेसिलिटी जनताले पाउँदैन। अनि अर्कोपट्टि जनताको गोजी चाहिँ सरकारले रित्याएको छ अन द प्रटेक्ट द्याट ट्याक्सेसन इज द मेन सोर्स अफ रेभेन्यू भन्दै उहाँहरूले गर्दैछ। र यसको विरोध हामीले गरेको, ट्याक्सेसनकै विरोध गरेको होइन, यो जुन हिसाबमा उहाँहरूले है जनतालाई लुट्दैछ त्यो लुटको हामीले विरोध गरेको।